भनेपछि स्टुडेन्ट हामी रुख नापेर नै पाल दिन्छौँ। के हो लभ भने चाहिँ के रहेछ? तपाईँ के भन्न चाहनुहुन्छ लभ चाहिँ? लभ भनेको यो विश्वास गर्नु धेरै नहुँदो रहेछ। एकदम घात हुँदो रहेछ। घात हुँदो रहेछ। फेरि एकअर्का एकले मात्रै धेरै माया गर्यो भने लास्टमा गएर टुटिँदो रहेछ। एकदम चकाप दिन सक्छ हामी। हाम्रो दत्त सर हुनुहुन्छ, जुम्लाबाट हुनुहुन्छ उहाँ चाहिँ। हाम्रो घरतिर हुनुहुन्छ दत्त सर, एकदम राम्रो हुनुहुन्छ। चार छ त अनि डिप्लोमा सकेपछि चाहिँ रेन्जरको ट्राई गर्ने एकदमै रहर छ। अब जस्तै अघि सकिन्छ पनि होला। त्यसपछि पढ्दाखेरि आफ्नो एउटा उद्देश्य लिएर आउनु भएको छ। हजुर, म फर्स्ट पढेपछि भोलि यस्तो गर्छु, पछि गएर म यस्तो बन्छु। हजुर, अथवा उहाँ सबैको सपना छ नि त, म यस्तो गर्छु यस्तो बन्छु अनि सबैभन्दा म बेटर गर्छु। उहाँहरू सबैको अपेक्षा छ जसले पढ्नु भएको छ जुनै सुकै क्षेत्रमा पढ्नु। पहिला एकचोटि लडौँ कि भन्ने आफ्नो उद्देश्य होइन। हजुर। त्यसपछि अब के हुन्छ? गुड मर्निङ एभ्रीबडी। केटा के छ? गुड आफ्टरनुन मामा। हामीलाई कति कहाँ छ आउनु भएको छैन। ल सम्पूर्णलाई स्वागत छ हाम्रो यस अफिसियल युट्युब च्यानलमा। केटा हो मामा, के छ हालखबर आजकल? एकदम फिट एन्ड फाइन। नमस्कार छ होइन। आज चाहिँ हामी कलेजबाट घर फर्केको अवस्था। किन भन्दाखेरि चाहिँ अब सम्पूर्ण विद्यार्थीहरू चाहिँ बस लगेर चाहिँ एउटा फिल्म हेर्न जानुभएको छ। कुन फिल्म जिगर? झिल्को फिल्म हेर्न गएर छन् होइन। तर हामीले चाहिँ थाहा थिएन किनकि हिजो इन्फर्मेसन दिएको भए चाहिँ अहिले थाहा हुन्थ्यो होइन। किनकि हामी पनि अहिले फिल्म हेर्न गइरहेको हुन्थ्यौँ होइन। तर मिसअन्डरस्ट्यान्डिङको कारणले गर्दाखेरि चाहिँ हामी अहिले हेर्नु परेको छ होइन। बस थियो नहुने होइन, तर केही समस्याको कारणले गर्दाखेरि हामीले इन्फर्मेसन पाएन। जुन वन विज्ञान पढ्ने स्टुडेन्ट हरेक स्टुडेन्टको यस्तो छ क्या प्रब्लमहरू होइन। वन भनेको यस्तो हो हजुर होइन? भन न ल तपाईँ भन नि त अब होइन। अनि अब पुष्पको टर्न छ होइन। वन भनेको पुष्प अब यो जुन हाम्रो डिप्लोमा छ नि होइन, डिप्लोमा यो सकेपछि होइन अब हाम्रो धेरै बाँकी छैन। अब 3 महिना 2 महिना त्यो बाँकी छ होइन। त्यसपछि चाहिँ तिम्रो फर्दर प्रोसेस के गर्ने होइन? के छ त मेन उद्देश्य गोल? मेरो अब टार्गेट भनेको चाहिँ होइन डिप्लोमा यहाँ अब फर्स्ट अफ अल डिप्लो राम्रोसँग कम्प्लिट गर्ने। त्यस पछाडि ब्याचलरको लागि चाहिँ इन्ट्रान्स प्रिपेरेसन गर्ने। इन्ट्रान्स प्रिपेरेसन गरिसकेपछि स्कलरमा नाम निकाल्यो भने इन्ट्रान्स हो त्यो ब्याचलरको लागि बेसिकको लागि। हजुर, बेसिकको लागि जुन पनि राम्रो संस्था भेट्यो अनि त्यहाँ गएर राम्रो एजुकेसन भयो, हेटौडा कि त अब कि त चितवन कि त हेटौडा कि त पोखरा काठमाडौँ। होइन। एकछिन है भनेपछि लोकसेवाको तयारी नगर्ने। लोकसेवाको तयारी गर्न अब त्यसमा स्कलरसिपमा नाम निस्केन भने चाहिँ लोकसेवा तयारी गरिदिने भनेपछि दोधारमा पढ्ने। बिएससी गर्ने कि स्कलरसिपको तयारी गर्ने होइन? अथवा बिएससी गर्ने स्कलरसिपमा निस्केन भने रेन्जरको तयारी, त्यस्तो दोब्बर होइन। ल ठिक छ। अनि हाम्रो मोटो सन्ध्या सोध नि त्यहाँ कस्तो के तयारी गर्छ? मोटे खै यता मोटे होइन यस्तो हुँदैन त। भन मोटे के छ यार कन्डिसन? फर्स्ट अफ अल त हामी यो 3rd इयर कम्प्लिट गर्नु पऱ्यो होइन। हजुर। त्यसपछि चाहिँ अब रिजल्ट कहिले आउँछ त्यसपछि चाहिँ अब यसो लोकसेवा पहिला एकचोटि लडौँ कि भन्ने आफ्नो उद्देश्य होइन। हजुर। त्यसपछि अब के हुन्छ यति नै भन्न चाहन्छु। म पहिला चाहिँ हाम्रो बाइकमा हाम्रो सरहरू आउनु भएको लोकसेवा लड्न चाहन्छु। हजुर हजुर। एकदम चकाप दिन सक्छ हामी। हाम्रो दत्त सर हुनुहुन्छ, जुम्लाबाट हुनुहुन्छ उहाँ चाहिँ। हाम्रो घरतिर हुनुहुन्छ दत्त सर, एकदम राम्रो हुनुहुन्छ। जुम्लाकोतिर सुदूरपश्चिमतिरको होइन, राम्रो छ एकदम। हजुर 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 ए हुन्छ गुरु, तपाईँहरू आउनु न, हामी त्यो बाटोभरि त्यही कुरा मात्र गरेर आउँछु। ल
पार्टी हान्नुपर्ने ल ल हुन्छ जानु न हामी यति कुरा गर्छौँ सुकेलले त अनि भाडा धुनुपर्छ भन्छ पहिला हजुरको परिचय भन्नुहोस् त सबैजना नमस्कार मेरो नाम चाहिँ सागर पहाडी म चाहिँ अहिले डिप्लोमा इन फरेस्ट्री तेस्रो वर्षमा अध्ययन गर्दैछु आज चाहिँ हामी अब बस नभएर चाहिँ अब भाइ बहिनीहरू चाहिँ उता फिल्म हेर्न गएको अरे अनि त्यसपछि हामी चाहिँ हिँड्दै हिँड्दै हाम्रो सबै केटाहरू कोही बाइकमा गएको छ कोही आएको छैन हामी चाहिँ हिँड्दै हिँड्दै रमाइलो गर्दै आएको यता हिँड्दैछौँ अनि तपाईँलाई अनि यो डिप्लोमा इन फरेस्ट्री पढिसकेर चाहिँ के गर्ने विचार छ त अनि डिप्लोमा सकेपछि चाहिँ रेन्जरको ट्राई गर्ने एकदमै रहर छ अब जस्तै अघि सकिन्छ पनि होला त्यसपछि ट्राई रेन्जरकै लागि गर्ने हो अनि ब्याचलरको लागि बिएससीको लागि के छ यस्तो तयारी गर्नु बिएससीको लागि तयारी अब दसैँपछि पहिला डिप्लोमा सकाउने दसैँ इक्जामसम्म त डिप्लोमालाई प्रायोरिटी दिनु पऱ्यो अनि त्यसपछि इक्जाम सकेपछि चाहिँ अनि बिएससीको लागि तयारी गर्ने रेन्जरको लागि तयारी गर्ने तपाईँलाई धेरै धेरै धन्यवाद होइन डिप्लोमा इन फरेस्ट्रीको बारेमा आफ्नो भनाइहरू राखिदिनु भयो ल हाम्रो बजाङका राजा सञ्जय धामी हजुरको चाहिँ यहाँ के कस्तो विचार छ डिप्लोमा इन फरेस्ट्री सकेपछि भनिदिनु होला यहाँ नमस्कार सम्पूर्णमा होइन पहिले चाहिँ म मेरो केही परिचय दिन चाहन्छु होइन म चाहिँ मेरो घर चाहिँ बझाङ होइन म चाहिँ हाल अहिले बागमती प्रदेश भित्रकै सिन्धुली जिल्लामा अध्ययन गर्दैछु होइन कमलामाई नगरपालिकाको वार्ड नम्बर 5 मा रहेको श्री कमला जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गर्ने त्यसले 13औं वर्ष मात्र 3 महिना बाँकी छ अब 13औं वर्ष कम्प्लिट हुनलाई 3 वर्ष मात्रै हो 3 महिना कम्प्लिट छ नि त अब बाँकी छ नि त अब 3 महिना बाँकी अब मेन हाम्रो उद्देश्य अथवा मेन गोल भनेको चाहिँ अब त्यही हामीले किन पढ्यो भन्दाखेरि चाहिँ अब यो वनहरूलाई कसरी जोगाउने होइन अब वनको रक्षा कसरी गर्ने इम्प्लिमेन्टेसन हामीले सबै अनि अब हामी चाहिँ त्यही अब 3rd 4th 5th लेभल भन्छ नि होइन पोस्टिङ हुन्छ त त्यो पोस्टको लागि चाहिँ हामी योग्यता भइसक्यो भन्दा पनि हुन्छ किनकि हामी भनेको चाहिँ अहिले हाम्रो यो कुन पढायो भन्दाखेरि हाम्रो पढाइ चाहिँ रेन्जरको हो होइन रेन्जर तर्फको हाम्रो पढाइ भइसक्यो रेन्जर तर्फको हो होइन पहाडी भाइ ठिक छ नि पहाडी पनि आएछ नि त द्याट यस्तो भविष्यको यार पछि यार द्याट हाम्रो होइन अब हामी चाहिँ अब खासमा चाहिँ हाम्रो सबै यिनीहरू रेन्जरहरू हो रेन्जरको प्रिपेरेसन गर्न लागि सबै आफ्नो कर्तव्य बोकेर हिँडेका छन् घरबाट घर छोडेर आएछन् घरको दुःख पीडा सबै भोगेर आएछन् देख्न चाहिँ हामी 3 बाटनबाट आउनु भएको कसो गर्दा मेरो 3 बाटन गाउँपालिका अनि उता सर्लाहीबाट आउनु भएको र मोटे पनि उता खुर्कुरबाट आउनु भएको र सबैभन्दा टाढा चाहिँ म आएको छु होइन म चाहिँ बझाङबाट सुदूरपश्चिम प्रदेश नम्बर 7बाट आउँछु होइन म चाहिँ एकदम टाढा धेरै कठिनाइ भोगेर आएको छु होइन तर एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने चाहिँ हाम्रो पहाडी भाइलाई पहाडीको मेहनतले गर्दाखेरि आज ऊ बन्न सफल भएको छ बर हजुर हो सर्ट फर्म भनेको बर हो थाहा छ क्या भन्न चाहिँ केटा थाहा छ होइन तेस्रो श्रेणीमा नाम निकाल्नु सफल भयो बनरसमा हामी इक्जाम दिन चाहिँ 3 जना गएको थियो होइन 3 जनामा चाहिँ हामी 2 जना फेल भयो र उहाँ चाहिँ सफलतापूर्वक पाएर पनि अब लास्ट इन्टरभ्यू बाँकी छ ल इन्टरभ्यूमा पनि पास हुनुहुन्छ भन्ने हाम्रो सबैको चाहना छ र उहाँ पास पनि हुन चाहनुहुन्छ होला सायद होइन अभियसली हाम्रो साथी यति उहाँ पास हुनुभयो भने अवश्य पनि हुनेछ हामीलाई गर्व हुनुहुनेछ अवश्य पनि हामीलाई चाहिँ चौडो हुनेछ हामीलाई केही न केही सिकाएर जानुहुन्छ भन्ने एकदम तर स्वार्थी नबन्नु पछि गएर कति भन्नु त तिमी यस्तो हो तिमी त तराईमा तिमी त के होला तिमी त झट सबै तिमी जस्तो हुँदैन नि त राजा स्वार्थी भन्दा पनि यस्तो छ क्या यसमा सबैजना चाहिँ अब फरेस्ट्री पढ्दाखेरि आफ्नो एउटा उद्देश्य लिएर आउनु भएको छ हजुर म फरेस्ट्री पढेपछि भोलि यस्तो गर्छु पछि पछि गएर म यस्तो बन्छु हजुर अथवा उहाँ सबैको सपना छ नि त म यस्तो गर्छु यस्तो बन्छु अनि सबैभन्दा म बेटर गर्छु उहाँहरू सबैको अपेक्षा छ जसले पढ्नु भएको छ जुनै सुकै क्षेत्रमा पढ्नेको नि कुनै एउटा एस्पेक्ट हुन्छ नि त एउटा धारणा राखेको हुन्छ म यो गरेर चाहिँ यो गर्छु यति भएपछि यति सक्सेस हुन्छु म
मेरो फ्यामिलीलाई यसरी राख्छु, यस्तो गर्छु, म आफ्नो लाइफ यसरी बिताउँछु। सबैको सोच लिएर आउनु भएको छ। सबैलाई एकदम बेस्ट अफ लक, बेटर गर्दै जानु होला होइन। अब साथीहरू धेरै हुनुहुन्छ, भेटिनुहुन्छ, छुट्टिनुहुन्छ होइन। त्यसमा भन्दा पनि आफ्नो मेन चाहिँ म चाहिँ आफ्नै गोलमा फोकस गर्नु होला, म त्यसैलाई जोड दिन चाहन्छु। धेरै राम्रो कुरा राखिसकेछ सागरले होइन। ठिक छ, यसकोमा एकदम हामी सबैले गर्व हुनुपर्ने कुरा छ होइन। किनकि हामीले जे जति सिक्यौँ आजसम्म सबै सागरले सिकाउनु पर्ने हुन्छ। किनकि हाम्रो क्लासको एकदमै होनार टप 1 स्टुडेन्ट नै भयो। किनकि एउटा टपिक्स मात्र दियो भने उहाँ चाहिँ टपिक्सको बारेमा 10-12 पाना भन्दा पनि क्लियरली डिफाइन पाना लेख्न पनि उहाँ एकदम तयार हुनुहुन्छ। क्लियरली डिफाइन गरिदिन्छ। किनकि उहाँहरूको एकदम जुन यो पब्लिक स्पिकिङ भन्छ नि होइन, त्योमा चाहिँ एकदम बलवान हुनुहुन्छ उहाँ। र उहाँको यस क्षमतालाई ऊ मानेर नै कला नेपालले उहाँलाई एकदम पार्ट टाइम जब दिइरहेका छन्। छनौट भएको युवा, सेलेक्ट भएको छ ह्यान्ड्स नेपालमा। हामी सबै यो सेलेक्ट भएन किन भन्दाखेरि चाहिँ हाम्रो स्किल डेभलपमेन्ट अलिकति कमजोर थियो होइन। बोल्ने ऊ पनि अलिकति खासै राम्रो थिएन। उहाँसँग त्यो प्रशस्त रूपमा त्यो ट्यालेन्ट थियो, त्यो कला थियो होइन। उहाँले चाहिँ देखाएका छन् हाम्रो सिरामे स्कुल कस्तो छ भनेर देखाएका छ उहाँले चाहिँ। आउन साथीहरू मेरो पछि अलि मान्छे पछि आउँदैछ। कोही देख्छ क्या क्लियर। अनि अलि मैले नचिने ठाउँमा आउनु है। हामी चाहिँ आज शुक्रबार होइन, शुक्रबार चाहिँ बिजोकै भयो हाम्रो चाहिँ क्लास। खोइ मैले देखेँ खोइ पसलतिर बस्नु भयो। हामी जाँदै गरौँ बिस्तारै बिस्तारै जाउँ हामी चाहिँ जाँदै गरौँ। चमेली आज आएछ छैन? चमेली नआएर के भयो आयो त? के छ भन्नु न, सबैजना आफ्नो तर्क दिनुहोस् त यहाँ। I'm all fine. You can ask me in English language. Do you understand? फरेस्टी If पढेर you have some questions, you can ask me in English language. रुख नापेर पाल्दैछ अनि त हाम्रो मधेसको राजाले पाल्छ। ऊ हाम्रो ब्याकवार्डको राजाले पाड्छ। जे भयो त मधेसी होस्, म त तराई काम छैन भयो त नपाइ। यस्ता यी तरिका काला जाति राजा पनि राजा झगडा परिरहेको छ यहाँ। काला जाति र गोरा जाति यस्तै नि हुन्छ। कति भिडियो गर्नु देखाउँछ होइन गर्ने चाहिँ खोइ क्या हाम्रो हुसेन हरायो। ल भन। गुड मर्निङ एभ्रीबडी केटा हो के छ? गुड आफ्टरनुन मामा। हामीलाई कति कहाँ छ आउनु भएको छैन। ल सम्पूर्णलाई स्वागत छ हाम्रो यस अफिसियल युट्युब च्यानलमा केटा हो। मामा मेरो पनि युट्युब के छ हालखबर आजकल? एकदम फिट एन्ड फाइन। माइजूको कहाँको मान्छे हो? तराई कि पाहाडको कहाँको हो? ओ यतैको हो, केही छैन। बजाङतिरको हो। ऊ हाम्रो माइजू भविष्यका कतिजना छन् हाम्रो? 12 जना रेन्जर, डिएफओ के के 7औं तह 10 तह भन्ने बरहरू भयो, रेन्जर फरेस्टर सबै हो निनीहरू भनेको। अधिकृतहरू मेन भनेको त अधिकृत हाम्रो यहाँ हाम्रो मोटु भाइ हाम्रो सहायक अधिकृत हाम्रो हुनुहुन्छ इन्चार्ज हाम्रो मुना भाइ भयो। अनि पुष्प चाहिँ वन अधिकृत। अनि हाम्रो काली भाइ चाहिँ त्यो बर काली चाहिँ मर। हाम्रो निशान चाहिँ सेकेन्ड बर हो। सर्ट फर्म त्यस्तै छ। यस्तो छ हालत कन्डिसन। ऊ यता हामीसँग एउटा मुरा छ, उतलमा 3-3वटा मुरा छ। ओहो अलि जुम गर्नुपर्ने अवस्था आइसक्यो यता चाहिँ। ऊ अत्यन्त राम्रो छ। तर तपाईँ गाह्रो नमान्थ्यो, तपाईँ भविष्यको भनेको अधिकृत हो, एउटा डिभिजन होइन अधिकृत हो है त। ल तर यो त राँगा रहेछ, राँगा ऊ राँगा आम्मामा आयो फरेस्ट स्टुडेन्ट आयो सिरामी हेर्न सङ्गम चोक आइपुग्यो। लिची पाकेर लिची कहिले खुवाउने मुनाले मेरो यहाँ
लिची कहिले खाउने हो पाकसँग पाकेको छैन मलाई लिची तर कालागाजाले आम खाउनु बस्यो भने आम हेर्दै रातै कसले? कालागाजाले तर हामी धेरै हुन्छ भने आम सबैले एउटा एउटा चिज खुवाउनु पर्छ ल अब सबै छुट्टिनु होइन त अब मुनामा छुट्टी हो अब मेरो प्लान आज भ्लग बनाउनु टर्न म यता जाने उयो घरमा बस्ने हो अनि उनीहरूले यताको बाई 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 ल हाम्रो मुना आएर गइसकेको छ यता गयो हामी जाँदैछौँ अब रुम आउन सुक्राम सम्झे हो टिकटकमा के अरे टिकटकमा के फोनमा बाटोमा जाँदैछौँ अब एकदम धेरै गर्मी भइरहेछ हैन डिभिजन 1 अधिकृत कि डिएफओ रे डिएफओ साहब देख्न सक्छ यहाँ डिएफओ साहब गर्मीले यहाँ मरत भइसक्यो गर्मीले थाक्यो भन्छ यार यस्तो यहाँ हेर्छौँ यहाँ तराईको सहायक वन अधिकृत हुसेन कलाम हुसेन हाम्रो यहाँ देख्न सक्छ बजाङको रेन्जर भर्खरको नयाँ रेन्जर 2082 मा नियुक्ति भएको होइन हामीलाई रुम पुर्याएन त्यही भएर हिँड्दै जाँदैछौँ एकदम राम्रो छ दृश्यहरू एकदम राम्रो छ दृश्यहरू यता सन्जय हेरौँ भन्छ दृश्य जाँदैछ अरे यता दृश्य यता के मेरो अनुहार हेर्नु यता राँगाको मासु छ यतातिर राग पछाडि एउटा यहाँ सिलामीमा केपीसी मिक्सअप केपीएलको आफ्नो उ रहेछ केपीएलको ब्रान्च यहाँसम्म फैलिएको रहेछ भन्छ हाम्रो हुसेन दोष मकैबारी दर्याम हरिया काँक्रा कर्याम जाँदैछौँ तापक्रम एकदम धेरै छ होइन उच्च छ तापक्रम बढी सुक्रामको गालासाला फुट्यो पकपुक भयो यहीँ ठाउँको ठाउँ भन्छ पसिना आएर गाह्रो भयो हामीलाई हुसेनलाई लिन आइसकेको छ यहाँ गाडी एकदम हामी देख्न सक्छौँ गइसके पनि छ हाम्रो यो तराईको सहायक अधिकृतलाई यो गाडीले केही रेस्पोन्सै दिएन के सन्जय तपाईँ के भन्न चाहनुहुन्छ म यसमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ होइन जुन यो तराईको अधिकार छ नि होइन यो अब कि त हुनुहार हुनुपर्छ कि त अनुहार हुनुपर्छ भन्छ नि होइन अनुहार भए पो राम्रो राम्रो हेर्छ होइन गाडी पनि हाम्रो सुकुले त खै कता कता जाने अनि डेटिङ सिटिङ जाने भोलि भन्ने प्लान थियो अनि के हो सुक्राम के हो त्यस्तो छैन के हो भनाइ मात्रै हो अब कुरा नै अब भनाइ मात्रै यो नहुँदो रहेछ भन्ने अब बुझियो के हो लभ भने चाहिँ के रहेछ तपाईँ के भन्न चाहनुहुन्छ लभ चाहिँ लभ भनेको यो विश्वास गर्नु धेरै नहुँदो रहेछ एकदम घात हुँदो रहेछ घात हुँदो रहेछ फेरि एकअर्का एकले मात्रै धेरै माया गर्यो भने लास्टमा गएर टुटिँदो रहेछ त्यही हो लभ भनेको हेलो गाइस आई एम फरेस्ट स्टुडेन्ट हामी रुख नापेर नै पाल्दिन्छौँ फरेस्टी भनेको वन हो यस्ता पनि पढ्न आउँछ नि